नेपाल 28 खर्बको ऋणमा डुबिसक्यो। अब के हामी पनि श्रीलङ्का त्यस्तो सङ्कटमा जान्छौँ? साँच्चै के हो भने नेपाल अझै लोन ट्र्यापमा परेको छैन, तर खतरा भने बढ्दैछ। यदि ऋण लिएर पुरानोहरू जस्तै देखावटी काम गर्यो, भ्रष्टाचार बढायो, परियोजना अधुरो रह्यो भने देशसँग डलर नहुँदा र ऋण तिर्न नसकिने अवस्था आउँछ। तर गुड न्युज के हो भने यदि त्यही ऋण लगानी गर्यो जस्तो जलविद्युत, पर्यटन उद्योगमा नेपालले ऋणलाई नै पैसा कमाउने साधन बनाउन सक्छ। त्यसैले ऋण समस्या होइन, गलत प्रयोग नै सबैभन्दा ठुलो खतरा हो। अब यहाँ नयाँ सरकारले के गर्नुहुन्छ अब हेरौँ वाच।